Nepali Katha time. Story time is a happy time. कुनै समयमा रूपाकोट भन्ने गाउँमा रूपमान र रूपमती नाम गरेका दम्पति बस्दथे। रूपमानले रूपमतीलाई यति माया गर्थ्यो कि स्वास्नीलाई दुःख नहोस् भनेर घरका 3/4 कामहरू आफै गर्थ्यो। खाना पकाउने, लुगा धुने, गाईबस्तु चराउने, दाउरा, पानी ल्याउने, घाँस काट्ने, खेतीपातीको काम प्राय सबै आफै गर्थ्यो। ऊ रूपमतीलाई आफ्नो प्राणभन्दा पनि प्यारो गर्ने भएकाले स्वास्नीले भनेका जुनसुकै कामहरू केही सोच विचार नगरी आँखा चिम्लेर पुरा गर्न तयार भइहाल्थ्यो। वास्तवमा रूपमती मालिक नै थिए र रूपमान उसको लोग्ने भन्दा बढी नोकर थियो। रूपमती प्राय बिरामी परिरहन्थी। स्वास्नी बिरामी परेकाले झन रूपमान बढी काम गर्थ्यो, स्याहार सुसार गर्थ्यो। मह, दही, घिउ, माछा, मासु जस्ता ताकत दिने खानेकुराहरू खुवाउँथ्यो, बोकेर बाहिर भित्र पार्थ्यो। उसले आफ्नी स्वास्नीको पूजा नै गर्थ्यो भने पनि हुन्छ। एक दिन रूपमतीले भनी, एउटा साथीले भनेके छे कि भिरमौरीको मह खाएपछि जस्तो सुकै रोग पनि सन्चो हुन्छ रे। जाऊ भिरमौरीको मह लिएर आऊ, त्यो खाएपछि म पनि निको हुनेछु र कामकाजमा तिमीलाई पनि सघाउनेछु। यो सुन्नासाथ रूपमान भिरमौरीको मह लिन हिँडिहाल्यो। खोज्दै जाँदा भिरमौरी ज्यादै डरलाग्दो भिरमा बसेको थियो, जसलाई न माथिबाट पुग्न सकिन्थ्यो न तलबाट पुग्न सकिन्थ्यो। उसले कसरी त्यसको मह निकाल्ने भनेर अनेक जुक्ति लगायो, तर मह निकाल्न सकेन। अन्तमा उसले लामो डोरी बाटेर भिरको माथिको रुखमा बाँध्यो र डोरीमा झुन्डिँदै तल झर्यो। ज्यानको बाजी नै लगाएर उसले मह निकाल्यो, तर त्यसो गर्दा हजारौं माउरीले चिलेर केही दिन बिरामी पर्यो। त्यो मह खाएर रूपमती 2-4 दिन निको भएको बहाना गरी र केही दिनपछि फेरि बिरामी परी। यसपटक उसले पुनः लोग्नीलाई भनी, जिउ दुखिरहन्छ, आँखा पोल्छन्, म चाँडै मर्छु होला। यस्तो रोग अजिङ्गरको अन्डा खाएपछि निको हुन्छ भन्ने सुनेकी छु। जाऊ अजिङ्गरको अन्डा लिएर आऊ। यो सुनेर रूपमान स्वास्नीलाई बचाउन तुरुन्तै अजिङ्गरको अन्डा लिन गयो। ऊ अजिङ्गरको अन्डा खोज्न ठुला ठुला घनघोर जङ्गलमा भोक प्यास नभनी दगुर्यो। अनेक जुक्ति गरेर अजिङ्गरको अन्डा त ल्यायो, तर झन्डैले आफै अजिङ्गरको आहारा बन्नबाट जोगियो। त्यो खाएपछि रूपमती सन्चो भई 1 महिनासम्म निको भएको नाटक गरेर फेरि बिरामी परी। यसपटकको उसको रोग अचम्मको थियो, शरीर काप्ने र भोक लागिरहने। उसले अब रातिमा गएर मसानघाटको कोइला ल्याए बाँच्छु भनी। रूपमान त स्वास्नीको कमारो थियो। उसले अघिपछि केही नहेरी मध्यरातमा गएर मसानघाटबाट कोइला लिएर आयो। यस्ता अनेकौं खण्डर ठक्कर खाँदै उसले स्वास्नीले भनेको कुरा पुर्याउँदै रह्यो। कहिले हात्तीको दारा ल्याऊ भन्थे, कहिले गधाको दुध, कहिले चिलको अन्डा, कहिले भालुको जगल्टा ल्याऊ भन्थे। रूपमान भने जसरी तसरी भनेको कुरा पुर्याउँदै जान्थ्यो। स्वास्नीका माग भने कहिले सकिँदैनथ्यो। नयाँ नयाँ मागहरू लोग्नेको अगाडि राखेर उसलाई घर बाहिर लखेटिरहन्थे। त्यसै गरी रूपमतीले एक दिन सिंहको दुध खाएपछि म बाँच्छु नत्र मर्छु भनी ऊ स्वास्नीको आज्ञा पालना गर्दै सिंहको दुध ल्याउन जङ्गलतिर गयो। तर त्यो कुरा त्यति सजिलो भने पक्कै थिएन। बच्चा पाएको सिंहको नजिक जाने कसको ताकत हुन्छ र? त्यहाँ जानु भनेको आफ्नो काल आफैले निम्त्याउनु जस्तै हो। अनेक जुक्ति गर्दा पनि सिंहको दुध प्राप्त गर्न सकेन। दुध नलिएर त्यसै घर फर्कनु पनि भएन। फर्केर पनि के गर्ने र? स्वास्नीले त मारिहाल्छे। रूपमान कुनै उपाय नलागी जङ्गलको छेउमा झोक्राएर बसिरहेको थियो। उसले 2 दिनदेखि खाना पनि खाएको थिएन। त्यही समयमा एउटा अपरिचित मान्छेले रूपमानलाई देखेर सोध्यो, ए भाइ, घर कता हो? यो घनघोर जङ्गलमा के गर्दै हुनुहुन्छ? यो सुन्दा रूपमानले निराश हुँदै भन्यो, मेरो घर रूपाकोट हो र मेरो नाम रूपमान हो। घरमा मेरी स्वास्नी साह्रै बिरामी छे। सिंहको दुध खान पाए बाँच्छु नत्र मर्छु भनेर छटपटाइरहेकी छे। मैले अनेक जुक्ति गरे पनि सिंहको दुध पाउन सकिन। त्यसैले चिन्ता लागेर यहाँ बसिरहेको छु। तपाईको घर कता हो? यहाँसँग कुनै जुक्ति भए बताइदिनु हुन्थ्यो कि? यो कुरा सुनेर त्यो अपरिचित मान्छेले भन्यो, मेरो घर पनि स्यालापाखा हो र नाम चङ्ख बहादुर हो। म मालुको पात टिप्न आएको हो। तपाईँ ज्यादै सोझो मान्छे हुनुहुँदो रहेछ। त्यस्तै धोकेबाज स्वास्नीको कुरा पत्याएर यसरी वन भड्किँदै हिँडिराख्नु भएको छ। तपाईँकी स्वास्नीले तपाईँलाई मरोस् भनेर पठाएकी हुन्। उनी बिरामी सिरामी केही छैनन्।
त्यस्तै दुष्ट स्वास्नीलाई एकछिन घरमा नराख्नुहोस्, तपाईँ घर फर्कनुहोस्। यो कुरा रूपमानले पत्याएन। उसले भन्यो, मेरी स्वास्नीले मलाई निकै माया गर्छे, उसले मेरो त्यस्तो सोच्ने कुरै आउँदैन। ऊ त गाउँभरिमा सबभन्दा इमान्दार स्वास्नी मान्छे हो। यो सुनेर चङ्खबहादुरले भन्यो, त्यसो भए परीक्षा गरी हेरौँ। म एउटा मालुको पातको पोको बनाउँछु, तपाईँ त्यसभित्र बस्नुहोस्। म त्यो पोको बोकेर तपाईँको घरमा बास माग्न जान्छु र झाँक्री हु भन्छु। तपाईँकी स्वास्नीले के भन्दिरहेछन्, तपाईँ चुपचाप लागेर पोकोभित्र बसेर सुन्नुहोला। यो कुरामा रूपमानले पनि सहमति जनाएपछि दुवै मिलेर मान्छे बस्न हुने ठुलो पोको बनाए अनि पोको बोकेर रूपमानको घरतिर हिँडे। घर नजिकै पुग्दा अलिअलि अँध्यारो भइसकेको थियो। चङ्खबहादुरले अब रूपमानलाई पोकोभित्र राखेर त्यसको मुख डोरीले बाँध्यो र बोकेर घरको ढोका अगाडि पुगेर करायो, यो घरमा को हुनुहुन्छ हजुर? म परदेशीलाई बास दिनुहुन्छ कि? रूपमतीले को हौ, घर कता हो, कहाँ जान लगेको हौ भनेर सोधी। मेरो घर स्यालापाखा हो, नाम चङ्खबहादुर टमाटा हो। जङ्गलतिर मालुको पात टिपेर पोको बनाउँदा बनाउँदै रात परेकाले घर पुग्न सकिनँ, त्यसैले बास माग्दै हिँडेको छु। म झाँक्री पनि हो हजुर, केही ग्रह दशा हेर्नु पर्ने भए त्यो पनि हेरिदिउँला, चङ्खबहादुरले भन्यो। रूपमतीले भनी, मेरो बुढा घरमा छैनन्, त्यसैले घरभित्र पस्न दिन्न, बाहिरै बस्ने भए बस। खानेकुरा छैन भने भोकै बस्न दिनु भएन, केही खानेकुरा दिउँला। हुन्छ हजुर, म बाहिरै बस्छु, म झाँक्री भएकोले डर पनि लाग्दैन। ओड्ने केही दिनुहुन्छ भने ठिक छ, नभए पनि केही छैन, आगो बालेर रात काट्छु, चङ्खबहादुरले भन्यो र पोको पनि बिसायो। रूपमती बिरामी सिरामी केही थिइन, ऊ मजाले भित्र बाहिर गर्थे। पाहुनालाई खाना दिई आफूले पनि खाना खाएर रूपमतीले भाँडा माझी र बाहिर आएर भनी, तपाईँ झाँक्री पनि हुनुहुँदो रहेछ, राम्रो भयो। मेरो लोग्ने घरबाट भागेको आज 7 दिन भइसक्यो, कतै पत्ता लागेको छैन, कता गएको होला नि हेरिदिनु पर्यो। चङ्खबहादुरले पनि हुन्छ, म तपाईँको लोग्ने कहाँ छन् र सत्य तथ्य बताउँछु। तपाईँले 1 लोटा पानी, आगो, दाउरा, अक्षता पाती, एउटा काँसको थाली, तेल, बत्ती र कपास दिएपछि म झाँक्री बस्छु अनि सबै बताउँछु। खुसी भएर रूपमती पनि भनेका सबै सामग्रीहरू ल्याएर आई। यो सबै सामग्री आएपछि थाली बजाएर ऊ झाँक्री बस्न थाल्यो। उसको शरीरमा देउता चढ्यो। उसले थाली बजाउँदै खेती लाउन लाग्यो। तिम्रा लोग्नेको नाम रूपमान रहेछ हो कि होइन? अग्लो अग्लो, कालो कालो, मोटो मोटो हो कि होइन? हो झाँक्री दाई, कस्तो ठ्याक्कै पारेका भनी रूपमतीले। फेरि झाँक्रीले खेती लाउन थाल्यो। तिम्रा लोग्ने सिंहको दुध ल्याउँछु भन्दै जङ्गल पसे। सिंहको नजिक जानै लाग्दा सिंहले खायो भन्दै लाग्दा तिमी अब विधवा भयो, क्रिया बस, एक्लै भयो, थुथुथु थुथु मेरा, ठ्याक्कै पार्छन् कसै बेला। यो भन्दा रूपमती निकै खुसी भएर भन्न लागि, हे भगवान्, बल्ल आज मेरो मनको कुरा सुन्न पाएँ। झाँक्री दाई, तिमीले ज्यादै खुसीका कुरा सुनायो। त्यो मुकार्नु मर्ला र अर्को मन परेको मान्छेसित पहिला जाउँला भनेर अनेक मर्ने ठाउँमा पठाए, जहाँबाट पनि बाँचेर आउँथ्यो। कस्तो मान्छेको फेला परेछु, कहिले काल पनि नआउने भनेर दिक्क लाग्थ्यो। आज तिमीले त्यो मुकार्नु मरेको कुरा सुनाएर ठुलो गुण लगायौ। सुनी कि सुनिनौ मालुकैका पोका, सिरै चर्काउन्या तेरा जोइका कुरा। मैले भन्या कुरा मिल्यो कि मिलेन? मालुकैका पोका मन बुझ्यो बुझेन, आफ्नै मनले गुनी हुन्छ के गर्दा, त्यही गर्नु चाँडै नत्र मर्नु पर्ला। धु अब अरू कुरा सुनाऊ कि भइगयो मालुकैका पोका। यो सुन्ने बित्तिकै पोकाबाट रूपमा निस्कियो र पिटेर स्वास्नीलाई घरबाट निकाल्यो। चाँडै अर्की स्वास्नी बिहे गरेर आनन्दसँग बस्यो।